आज चाहिँ के गरौँ भनेर सोचिरहेको थिएँ। अनि मेरो सोच आउँछ चटपटे बनाउने, फेरि सुक्खावाला चटपटे होइन गिलोवाला चटपटे बनाउने। अनि म सस बनाउनको लागि भाँडा तताएर यहाँ मैदा हाल्छु 2 चम्चा। भाँडा धेरै तातेर होला, मैदा त हाल्ने बित्तिकै डर छ, किनकि मलाई थाहा थिएन पहिला पानी हाल्नु पर्छ भनेर। त्यही भएर मैदा यसरी डढ्यो। तर आज जसरी नि सस बनाउँछु भनेर त्यो भाँडालाई पखालेर लिएर आएर फेरि बसाएर पानी हाल्छु। अनि 2 चम्चा मैदा हालेर एकैछिन चलाउँछु। अनि मैदाको सबै डल्लो फुटिसकेपछि म फुड कलर हाल्छु। अनि एकछिन चलाएर छोडिदिन्छु। अनि यता बडी भीम चाहिँ प्याज काटिरहेको थिइन्। अनि सस एकछिन छोडेको उम्लेर यता पोखिनै लागो रहेछ। त्यही भएर अर्को अलिक ठुलो भाँडामा हालेर तताउँछु। फेरि यो सस बनाउने बेलामा चलाएको चलाइ गर्नुपर्छ रे, चलाएन भने फेरि ढेडो जस्तो डल्लो पर्छ रे भनेर अनि मैले चलाएको चलाइ गर्छु। 7-8 मिनटसम्म चलाएको चलाइ गरेर अनि हाम्रो सस पनि पाकेर रेडी हुन्छ। अनि एकछिन चिसो हुनको लागि छोडिदिन्छु। अनि एउटा भाँडा लिएर त्यसमा भुजा प्याज चाउचाउ आफ्नो मुखमा पहिलो बाइट हालेर बडी भीम र छोटी भीमलाई थोरै थोरै दिएर सबै चाउचाउ त्यसमै हालेर अनि कागती चाउचाउको मसला थोरै धुलो खोर्सानी हालेर अघि नै बनाएको गिलो सस हालेर हात धोएर आएर अनि हातले नै मजासँग घोल्छु। अनि मैले चटपटी नि बनाएर सक्छु। त्यसपछि सबलाई भाग लगाइदिन्छु। अनि फर्स्टमा चाहिँ बडी भीमले खान्छ, गुड छ रे। अनि छोटी भीमलाई सोध्छु, दामी छ रे। अनि लास्टमा चाहिँ हाम्रो छोरा भीमलाई सोध्छु, कस्तो छ? मिठो छ। अनि मैले नि खाएको मिठो नै रहेछ, तर बिस्तारै खायो भने ओसिन्छ भनेर त्यसपछि हामी गम गम खान्छौँ। चटपटे त मैले नि मिठै बनाउने रहेछु। एउटा चटपटे पसल खोलिदिउँ कि क्या हो गाइज? खोलौँ कि नखोलौँ हजुरहरू कमेन्ट गर्नु त।